sin ritmo, bailábamos los dos. Daba lo mismo saber quién eras vos, quién era yo. Y murmuraste sin saber muy bien por qué. Amaría extrañarte al menos una vez por mes. Ya sé, mujer, esto es así. Desde el principio supe que esto era así. No sé saber. उतापट्टि रेस्टुरेन्ट छ रेस्टुरेन्टको भिडियो मैले अगाडिको भिडियो पनि Parar y seguir. तपाईँहरूले सायद हेर्नुभयो होला भने आश गरेको त्यो भिडियो पनि कस्तो होइन त्यति राम्रो त भएको थिएन किनभने मलाई त्यत्रो भिडियो बनाउनु त्यो भएको कारणले गर्दा अब भने चाहिँ यो केटा लाग्यो हजुर दाइ हो कि भाइ हो है लाग्यो दाइ भाइ माया गरेर हेरिदिनु होला है El fin fue siempre el principio para mí. Lo sé y sabes, esto es así. No importa el orden, si entendés por dónde ir. La salida fue el primer paso al revés. Daba lo mismo si la Tener saudades no era lo mejor para los dos, me dijo. Lo sé, mujer, esto es así. El fin fue siempre el principio para mí. Lo sé y sabes, esto es así. No importa el orden, siempre ves por dónde ir. Lo sé, mujer, esto es así. Lo sé y sabes, esto es así.
यसो हेर्दै गर्नु होला। यहाँनिर छिट्टै आइपुग्ने छु। गाडी जतिकै छिटो हिँड्नु पाए त छिटो पुगिन्थ्यो। अलिक छिटो हिँड्ने यति गाडी जतिको हिँड्नु सकिँदैन। यो गाडी पनि मैले किनिदिएको सेकेन्ड ह्यान्डमा बेचिरहेको थिएछ। केटाहरूले किन्दा रहेछ अरे पानी बेच्ने जिनिस। जे गर्छ राम्रै गर्छ केटाहरूले। हेर्नुहोस् है गाइज, हेर्नुहोस् है, म यस्तो घुमेर हिँड्नुपर्छ है। बाटो भने चाहिँ मेरो यस्तो हिँड्नुपर्छ है। रुमदेखि घरतिर जाँदाखेरि राति धेरै राति गयो भने त सुनसान हो, यता बत्ती नै छैन। अनि 2 खुट्टामा हिँड्नु पर्दा बिजोग हुन्छ। ल है तपाईँहरूलाई देख्नुपर्ने ठाउँ चाहिँ आउनु लाग्यो। देख्नुपर्ने ठाउँ यस्तो स्पिड हिँड्दाखेरि ठ्याक्कै साइकलमा आधी घन्टा जति नै लाग्छ डुल्नु। काट्दै यो छोटो गरेकोले गर्दाखेरि चाहिँ छोटो भिडियो पनि, किनभने अब आधी घन्टाको भिडियो त कसैले नि हेर्नु सक्दैन होइन। यो गाडी हेर त ल, किन बौलाको यस्तो गर्छ र त। पुरा आन्द्रा भुँडी गच्या गरिरहेको छ। गाडीको आन्द्रा भुँडी नै निक्लिएर जस्तो गर्दै भल्टो गर्दै हो। अनि के गर्नु नि त्यस्तो हुँदा। सुन्दैन, कान ठाडो बनाएर हेरे सक्यो बिरालोहरू नि। नचाहिँदोको छौ के गर्नु। यो के को रुख हो चिन्नुहुन्छ कसैले? त्यो रुख कसैले चिन्नु भयो भने भन्नु होला है त, के को रुख हो। यो चाहिँ चुत्रोको जस्तो छ है। यो सानो चाहिँ चुत्रोको जस्तो, तर चुत्रो होइन। तपाईँले भने त्यो चुत्रोको रुख होइन। मेरो रुम चाहिँ यो है, यो देखिँदै गरेको माथि सिरान तलाको हो। मेरो चाहिँ ठ्याक्कसँगले। धन्यवाद गाइजहरू, यति भिडियो हेरिदिनु भएको मेरी धन्यवाद हजुरहरूलाई। धेरै धन्यवाद। देखाउँछु भनेको चिज चाहिँ अहिले देखाउनु पाइनँ रहेछ, बिर्सेछु। अब भोलि पर्सि देखाउँला है त हजुरहरू। हेर्नुहोस् ल, बिरालो भाग्छ गधाहरू। यो चाहिँ खजुरको हो, यो खजुरको रुख हो। चिन्नुहुन्छ कसैले? देख्नु भएको छ? कतिले देख्नु भएको छ, कतिले देख्नु भएको छैन होला। खजुरको रुख हो यो चाहिँ, फल्दैन, बच्चै छ। यो कोराली नै छ। यो खजुरको बोट कोराली नै छ। यहाँ बिरालोको बच्चा रहेछ। छेउमा गयो भने त उसको आमाले अट्याक गर्छ। कति माया लाग्दैछ। ला बिचरा घाइते रहेछ यो त। घाइते रहेछ, कुन दिन मर्छ यो मतलब त। अर्कोले मात्रै चोर्दैछ दुध, चोरी खाँदैछ। नबसौँ, यहाँनिर बस्नु पनि गाह्रो बनाउँछ। ल गाइज
खिचेर अब अर्को भिडियोमा देखाउँछु तपाईहरुलाई।